रवि लामिछानेज्यू, कसैलाई अन्याय अत्याचार परेमा यो छाती थाप्न र गर्दन तेर्स्याउन तयार छु भन्ने तपाईँ नै होइन? आज यो अत्याचार भइरहँदा तपाईँ कहाँ हुनुहुन्छ ब्रो? कि थाहा छैन? रासोपाका साथीहरू, भक्तसम्म बन्नुस्, तर अन्धभक्त झोले बनेर कसैलाई परेको अन्यायमा तैचुप मैचुप भई कानमा तेलालेर नबस्नुस्। राम्रो काम गरेकोमा प्रशंसा गरौँ र हामीले गरेका पनि छौँ, तर पाउमा धुप हालेर आँखामा पट्टी बाँधेर अन्धो बन्दै नघुमाऊ। आफ्नै आँखाको सामुन्ने मुख दर्शक बनेर लाटाले पापा हेरे चाहिँ अब बस्न सकिँदैन। हिजोका मेयर बालेन्द्र शाह, जसको कार्यशैली, क्षमता, युवापनको ऊर्जा शक्ति र पारदर्शिता देखेर नै हामीले उनलाई विश्वास गर्यौं। हाम्रो साथ, सहयोग र उत्साहले उनलाई बालेन सरकार वा शासक बनायौं। तर यसको मतलब यो होइन कि उनले जी गरे पनि हामीले आँखा चिम्लेर सही भन्नुपर्छ। तपाईहरूलाई थाहा छ निर्मला कुर्मी को थिइन् र उनलाई किन मारियो? बाँकेकी निर्मला कुर्मीको नाममा रहेको करोडौं मूल्यको 4 बिघा भन्दा बढी जग्गा हडप्नका लागि भूमाफिया र राजनीतिक डनहरूले गिद्धे नजर लगाए। पहिले उनका श्रीमान बिते, त्यसपछि उनका 2 जना नाबालक छोराहरूलाई 11 दिनको अन्तरालमा शंकास्पद रूपमा गायब पारियो र मारियो। ती एकल महिलालाई असहाय बनाएर उनको घरमै नजरबन्द जस्तै राखेर कुटपिट गरेर जबरजस्ती लाल पूर्जा, नागरिकता र सम्पत्ति हडपियो। जब उनको सबै सम्पत्ति अर्काको नाममा सारियो, तब 2077 सालमा निर्मला कुर्मीलाई अपहरण गरियो र उनको हत्या गरियो। एउटा जिउँदो जाग्दो मान्छेलाई सम्पत्तिका लागि यसरी नामो निशान मेटाइयो। यो क्रूर अपराध हुँदा तत्कालीन कांग्रेस, एमाले र माओवादीको सरकारले के गरे? हत्यारा र भूमाफियालाई पत्ता लगाउनुको साटो उल्टै अपराधीहरूलाई संरक्षण गरिने। यो हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गर्नु त कता हो कता, तत्कालीन सत्ताले उनलाई काखी च्यापेर चुनावमा टिकट दियो, सांसद बनायो र लुम्बिनी प्रदेशको मन्त्रीसम्म बनायो। र कानुन बनाउने ठाउँमा हत्याका आरोपीलाई लगेर राखियो, पीडितको पक्षमा बोल्ने प्रहरी अधिकारीहरूलाई सरुवा गरियो र कानुनी फाइलहरू लुकाइयो। यसरी पुराना दलहरूले अपराधीको सेवा गरेर पीडितलाई मर्नु नबाच्नुको दुःख दिए। यसरी पुराना दलले यो देशमा माफिया राज चलाए भनेर जनताले नयाँ अनुहार रोजेका हुन्। तर आज हेर्नुस्, त्यही निर्मला कुर्मीको न्यायको लागि आफ्नो ज्यान हत्केलामा राखेर माइती घरमा महिनौं सडकमा रोएकी रुबी खानलाई आज नयाँ बनिएका शासक र गृहमन्त्रीको आदेशमा सार्वजनिक शान्ति बिथोलेको भन्दै 3 दिन हिरासतमा थुनियो। हिजो पुराना दलले अपराधी जोगाएर पीडितलाई दुःख दिए, आज यिनीहरू पनि त्यही गर्दैछन्।